Hi guys, good morning. आज हामी सबैजना उठिसक्यो। अझ तिमी छिटो उठ्यौ? बिचारा आज तिमी छिटो ढिलो उठ्छु भन्दै थियो नि। ए नाना गुड मर्निङ। आज चाहिँ हो सागदावा, सो हामी सबैजना उठ्यो। म चाहिँ ढिलो उठेँ। अघि पूजा गरिसकेछ, हाम्रो घरमा लामाहरू परिसकेछ, माले हो। अब चाहिँ हामी रेडी भएर चाहिँ जाने हो गुम्बा। फेप्लो गुड मर्निङ। किन अबा लो तपाईहरुले अघि पूजा गरेछ यहाँ नाना जुडियोको टी सर्ट लगाएर कुद्दैछ। कहाँ जानु भएको तपाईँ? टोयलेट सबै भइसक्यो। ओ मानी रेनी मम डोक्छ राम्रो भन न पहिला बसेर राम्रोसँगले भन्न चाहन्छु। राम्ररी फेरि भन। भन त जोड्नै त्यसै नढोक के भन्नुहोस् त। सोला ना मन त्यो मिमीलाई छे गर, मामलाई छे गर। यहाँ चाहिँ दुध लिएर आइपुगेको छ हाम्रो दुध गाईको। अब चाहिँ हामी गुम्बा जानु रेडी भइसकेको छु। म चाहिँ बक्खु लगाएको छु हो। मम्मी के खोज्नु हुँदैछ? मम्मी आपा के गर्नु भएको? रेडी सेडी गो ल्याउ न त। तिमी सर्ट लगाऊ। हिजो खै घर जाँदैनौ लुगा फेर्नु? यहाँ यी नानाहरू सबैजना रेडी भइसकेछ। वाउ नानी क्रक्स कोही लगाएको तपाईँले? नानी हेर्नु छैन न सो प्रिटी हो। दान्ते हाम्रो नानीको बहिनीको छोरा र छोरी आएछ। हेलो आदोसा बेङ्सु गो भाइ आदोसा बेङ्सु गो कुन चाङले उलाम सोध्नु न। आदोसा बेङ्सु गो यहाँ के भयो? यहाँ हेलो भन्नुहोस् न। हेलो के भन्नु? यता आङ्गीलाई खम्री यसरी पो कन्छ। युडेन देख्यो सिस्टर बहिनीले कस्तो दामी गर्यो। चाहिँ हामी गुम्बा लागेको फ्यामिली यहाँ पछि नानीहरूसँग छ अगाडि। डल्लै मान्छे हुँदैन खाली हुँदैन हाम्रो गाडीमा चाहिँ। हाम्रो चाहिँ यहाँ नानाको गाडीमा यहाँ चाहिँ मालिक घरमा गएर अर्को ल्याएर आउँछ अरे। हुन्छ हामी यतिकै गान्तोक गएको त। अब युडेन यहाँ हेर्नुहोस् त मजा आयो के चाहिँ। अब चाहिँ हामी गुम्बा आइपुग्यो हो। यहाँ गुम्बा चाहिँ ओह्रालो हिँडेर जाँदैछु। तल छ गुम्बा। अन्त गरम छ के भइस अरे? लु भन्नुहोस् त। हामीले बक्खु तामाङ ड्रेस लाउनै सकेन। एकदम एक्सेसै गरम। कम्फर्टेबल जे छ त्यही लाउनु पर्यो नि। अब तर मलाई चाहिँ शीतलै भइरहेको छ लगाएर। साँच्चै किनभने यो बक्खु अलिक पातलै रहेछ। सो यो भिडियो चाहिँ म यति नै बनाउँदैछु। अब यो पार्ट 1 भयो गुम्बाको। अब पार्ट 2 बनाउँदैछु। सो हेर्नुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।